हाम्रो निमन्त्रणालाई स्वीकार गरेर हजुर टाढदेखि यसरी आउनुभएछ कसरी आउनुभयो बाटोमा धेरै गाह्रो पनि भयो दाजु हजुरलाई त्यसरी धेरै दुःख पो दिउँ हामीले त सालै पछि यसरी दुःख दिन्छौँ हजुरहरूले दुःख कष्ट नमानिदिनु होला हाम्रो यो संस्कार संस्कृतिलाई त हामीले बचाउनु पर्छ भन्ने हाम्रो एउटा सानो प्रयास मात्रै हो प्रदर्शन रहेर हजुरहरूले यति धेरै तपाईँहरूको यो पुरातात्विक सामानहरूसँग आउनु भएको छ उहाँहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद है हजुरहरूलाई धन्यवाद अब के बोल्ने त हाम्रो त सबैबाट नि शिक्षा यहाँहरूले निमन्त्रणा गर्नुभयो एकअर्कामा यहाँ हाम्रो आउने जाने यो राम्रो बाटो मिल्यो बाटो जति आउँछ त्यति भइरहोस् यो न्यानो स्वागत यो सत्कार हाम्रो संस्कार बचाउने सिलसिलामा हाम्रो खाद्यमा पललाई यो अविस्मरणीय क्षण एउटा अत्यन्तै सराहनीय कार्यको लागि धेरै धेरै लोड्यान धन्यवाद भन्दै यो स्वागतको लागि पनि पुनः धेरै धन्यवाद र फेरि फेरि नै यस्तै रहोस् यस्तै फलिरहोस् यस्तै हाम्रो चाहिँ आगामी दिन पनि रहिरहोस् भन्दै पुनः पनि धेरै धेरै आभारी प्रकट गर्दै धन्यवाद भन्दै हाम्रो कुरा समूहका साथ यहाँ उपस्थित भइदिनुहोस् हामी अब सिमे भूमिलाई अहिले हाम्रा पवित्र स्थान सङ्कलन ठाउँमा मुख्यम पूजा आराधना सुन्नुहोस् है नछुङ र नछुङ भयो भने तपाईँको सिलिमोपा र सिलिमोपाले तपाईँहरूले अगाडि राख्नु अर्ध राख्नु त राख्नु सुरुमा हामी पूजा गर्छौँ झ्याम्टा पूजा गर्छौँ हाम्रो पूजा गर्छौँ ढोलेहरूले ढोल बजाउनु हुन्छ झ्याम्टासँग मिलाइदिनु झ्याम्टाले झ्याम्टा र ढोल मिलाइदिनु अनि सुरुमा त्यति छिटो नगरौँ ढिलै नाचौँ होइन एक दुई घन्टा ढिलै नाचौँ तपाईँहरू हेर्नु सिलिमोपाले पनि तपाईँको त्यही अनुसारले चिली गर्नु होला होइन ढिलै नाचौँ तपाईँहरू हामी पूजा गर्दाखेरि नाचेर होइन तर ढोल र झ्याम्टा चाहिँ मिलाउनु ढोल र झ्याम्टा पनि स्टप नगर्नु पूजा भइदिन्छ एक दुई घन्टा चाहिँ स्टप नगर्नु ढोल र झ्याम्टा पूजा गर्न लाग्यो भने आजको लागि हाम्रो कार्यक्रम शुभकामना राम्रो होस् भनेर मैले तपाईँले खतबत्ती त चढाउनुहुन्छ चामल चाहिँ कता जाने टिका छैन रहेछ ठिक छ आज हामी चामललाई नै खासै हाम्रो के तुलना भित्र गएर एकवटामा भिडियो बनाउने हो ए भित्र मात्रै एकवटा गर्ने हो खोइ त मेरो सामग्री खोइ एकदम तपाईँको खिच्दैन अब